नेकपा एमालेको 11औं राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा उद्घाटन। नेकपा एमालेको 11औं महाधिवेशनमा अध्यक्ष पदका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बीच प्रतिस्पर्धा निश्चित। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको साथ सहमतिमै नेतृत्व चयन गर्ने प्रयास भइरहेको एमाले नेताहरूको जानकारी। सहमति नजुटेको खण्डमा प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गर्ने दुवै पक्षको तयारी। एमालेको 11औं महाधिवेशन उद्घाटन स्थल सल्लाघारीबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रश्न। एमालेमाथि प्रहार पटक पटक भइरहेको छ किन? उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई, धुवाँ खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जनसागर यहाँ यसरी ओर्लिएको छ। म ढुक्कले भन्न सक्छु, लोकतन्त्र अझै छ, नेकपा एमाले अजम्बरी छ। गत भदौ 23 र 24 को महाविनाश बिर्सन नसकिने दोषीलाई कारबाही होस् भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार समक्ष माग। आफूलाई हेलिकप्टर चढेर भाग्यो भन्दै गरेको प्रचारप्रति केपी शर्मा ओलीको विमति। वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न र देशलाई पुनः संविधानको लिकमा फर्काउन विघटित प्रतिनिधि सभाको पुनर्स्थापना अपरिहार्य रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई। संसद पुनर्स्थापना गरेर छान्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उद्घोष। एक्लै बहुमत ल्याउने ल्याकत राख्ने एमाले चुनावबाट नभाग्ने भन्दै केपी शर्मा ओलीको उद्घाटन सत्रमा भाषण। सरकारले चुनावको वातावरण बनाउन नसकेको केपी शर्मा ओलीको आरोप। नेकपा एमालेको 11औं महाधिवेशन उद्घाटन सत्रमा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको भनाई, जेनजी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्यो। नेकपा एमालेले सर्वसम्मत विधि प्रक्रियाबाट सक्षम नेतृत्व चयन गर्ने पूर्णबहादुर खड्काको विश्वास। नेकपा एमालेले राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण सबै पक्षबाट हमला भोग्न बाध्य भयो। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको भनाई। नेकपा एमालेको 11औं महाधिवेशनको उद्घाटन सत्रमा नेकपाका महासचिव नेत्रविक्रम चन्दले भने, अवैध सरकारलाई समर्थन छैन। जेनजी आन्दोलन कसैको उक्साहट मात्र नभएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनको भनाई। संविधान बिउताएर मुलुकलाई थप दुर्घटनामा लाने भन्दा पनि नयाँ समझदारी गर्नुपर्ने राजेन्द्र लिङ्गदेनको तर्क। एमालेसँग सहकार्य गर्न तयार रहेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको भनाई। नेकपा एमालेको 11औं महाधिवेशनले राष्ट्रको स्थिरता, विकास र भावनात्मक एकताको दिशामा नयाँ अध्यायको सुरुवात हुन सकोस् भन्दै शुभकामना व्यक्त। जेनजी विद्रोह विस्फोट हुनुमा 30-35 वर्ष राज्यको नेतृत्व गरेका सबै राजनीतिक दलले जिम्मेवारी लिनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका महामन्त्री कविन्द्र बुर्लाकोटीको भनाई। एमालेको महाधिवेशन उद्घाटन सत्रमा बोल्दै केही घण्टा राज्यविहीनता र प्रधानमन्त्री समेत सेनाको हेलिकप्टरबाट हिँड्नुपर्ने अवस्था कसरी आयो भनेर विश्लेषण गर्नुपर्ने तर्क। सरकारले जननिर्वाचित संसदको हत्या गरेको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टको टिप्पणी। जेनजी आन्दोलनको निशानामा गणतन्त्रवादी नेता र पार्टीहरू परेका र कहाँनेर कमजोरी भयो भन्नेबारे विश्लेषण गर्न जरुरी रहेको मनोज भट्टको तर्क। कांग्रेसमा वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफू भएको डाक्टर शेखर कोइरालाको दाबी। देश र पार्टी अत्यन्तै कठिन मोडमा रहेकाले पार्टी पुनर्निर्माणका लागि अझै सेनानीहरूको अनुभवको सहयोगको खाँचो रहेको डाक्टर शेखर कोइरालाद्वारा उल्लेख। नेपालमा हुने विदेशी चलखेल रोक्नका लागि ब्यालिस्टिक मिसाइल प्रयोग गर्ने सामर्थ्य आफूहरूसँग नभएको नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको भनाई। देश र स्वाधीनताको रक्षाको लागि जनताको ताकत, जनताको एकता र शक्ति नै देश रक्षाको लागि मुख्य शक्ति भएको प्रचण्डको उद्घोष। मुलुकमा समाजवाद निर्माण गर्न नसकी आफूहरूलाई जेल हाल्न नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमको आग्रह। विगतमा भएका कमी कमजोरहरूलाई स्वीकार्दै जनतालाई भ्रम नपार्न नेतृत्वलाई वामदेव गौतमको चेतावनी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सत्ताको घृणित खेल खेल्न गोप्य बैठक बसेको नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलको आरोप। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेका विकास तिवारी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश। मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्ने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङको भनाई। मुलुकको पूर्वाधार क्षेत्रको विकासमा तीव्रता दिनका लागि निजी क्षेत्रको लगानी आवश्यक भएकाले त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्न ढिलाइ गर्न नहुनेमा जोड। नेताहरू घाटमा जाने बेलासम्म पनि आफै नेता, अध्यक्ष र प्रधानमन्त्री भएर बस्छन् भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको टिप्पणी। नेपाली राजनीतिमा अब युवाको दबदबा कायम हुने दाबी। धादिङको महादेव बेसीमा माइक्रोबस दुर्घटनामा परि 11 जना घाइते। पोखराबाट काठमाडौँ तर्फ आउँदै गरेको बादुई ख 5026 नम्बरको माइक्रोबस शनिबार दिउँसो दुर्घटना
दुर्घटनामा परेको र करिब सडकबाट 15 मिटर तल माइक्रोबस खस्दा 11 जना घाइते भएको धादिङ प्रहरीको जानकारी। दाङको देउखुरीको लमहीमा होटलमा गोली चल्दा 1 जना घाइते। दाङ देउखुरीको राते डाँडामा रहेको रोयल प्यालेस होटलमा पिस्तोलबाट गोली पड्किँदा सोही होटलमा कार्यरत 18 वर्षीय सिसम गौतम घाइते भएको प्रहरीको जानकारी। राष्ट्र बैंकका नीतिहरू व्यावहारिक नहुँदा खराब कर्जा बढेको विज्ञहरूको भनाई। राष्ट्र बैंकले उपादान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने। राष्ट्र बैंकले उपादान तथा पेन्सन कोषमा रहेको 6 अर्ब 60 करोड रुपियाँ लगानी गर्ने। उक्त लगानी केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने राष्ट्र बैंकको जानकारी। अन्तर्राष्ट्रिय खबरमा इन्डोनेसियामा बाढीका कारण ज्यान गुमाउनेको संख्या 1000 नाग्यो। बाढी र पहिरोमा परि अझै 218 जना बेपत्ता रहेको इन्डोनेसियाको विपद व्यवस्थापन एजेन्सी BNPP लाई उद्धत गर्दै चिनिया समाचार संस्था सिन्हाको जानकारी। ट्रम्पको युद्धविराम दावीका बावजुद थाइल्यान्ड र कम्बोडिया बीच तनाव कायमै। नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकार कर्मी नगरिस मोहम्मदी पक्राउ। सन् 2027 मा युक्रेनलाई युरोपेली संघमा सामेल गर्ने अमेरिकाको प्रस्ताव। रुस युक्रेन बीच सीमित युद्धविराम भए पनि लागू गर्न टर्किएको आह्वान। खेल खबरमा नेपाल प्रिमियर लिग दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई। फाइनलमा लुम्बिनी 8 विकेटले विजयी। फाइनल खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई 6 विकेटले पराजित गर्दै उपाधि जित्यो। उपाधिसँगै लुम्बिनीले 1 करोड 10 लाख रुपियाँ पुरस्कार प्राप्त गर्यो। उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले 51 लाख रुपियाँमा चित्त बुझायो भने तेस्रो स्थानमा रहेको विराटनगर किङ्सले 25 लाख र चौथो स्थानमा रहेको काठमाडौँ गोर्खाजले 15 लाख रुपियाँ पाउने। नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल बने ह्याट्रिक गर्ने दोस्रो बलर। नेपाल प्रिमियर लिगमा उत्कृष्ट खेलाडी बनेका रोहित पौडेलले पाए कार। नेपाल प्रिमियर लिगले नेपाल शान्त, सुन्दर र सक्षम भएको भन्ने सन्देश दिएको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। र U19 एसिया कपमा नेपाल पहिलो खेलमा श्रीलङ्कासँग 8 विकेटले पराजित।